विद्यालयको भित्ते पत्रिकामा उसले कथा लेख्यो, दुश्मनहरू। त्यस कथामा दुश्मनहरू भनेका विद्यालयका शिक्षकहरू थिए। सरहरूले बिना कारण दिएका शारीरिक यातनाको एक एक विवरण दिएको थियो। उसले आफूले सहन सक्ने क्षमता गुमाएर नै यो लेखिरहेको उसले बताएको थियो कथामै। भोलिपल्ट ऊ उठेन। राजु उठ, अब स्कुल जान पर्दैन, आमाले भनिन्। राजु बोलिन, चुपचाप हिजो लेखेको कथा सम्झियो। सरलाई बेसरी गाली गरेको थियो। बिना कारण गाली गर्ने, होमवर्क नमिल्दा कान च्यातिदिने, हलो जोत्न आए झैँ लाग्छ उसलाई सरहरू। हुन पनि हो, सरहरूले विद्यार्थीलाई गोरु भन्छन्, गधा भन्छन्, सुँगुर भन्छन्, कुकुर भन्छन्। त्यो आइतबारको दिन थियो। उसको टाई बाटोमै खसेछ। उसलाई पनि थाहा थिएन। स्कुलभित्र मित्र सर नजिकै आएकोसम्म थाहा पाएको थियो। त्यसपछि उसले एकैचोटि अफिसको लामो सोफामा आफूलाई लम्पसार पायो। होस गुमुन्जेल पिटेका रहेछन् मित्र सरले। राजु पोसाक लगाएर स्कुल त हिँड्यो, तर स्कुल पुगेन। फिल्म हलमा फिल्म हेर्न गयो। फिल्म हेरिरहँदा उसलाई लाग्यो फिल्मको गुन्डाभन्दा हाम्रा सरहरू झन् ठुला गुन्डा हुन्। गुन्डाले हिरो हिरोइनलाई मात्रै सताउँछन्, तर सरहरूले त सबै विद्यार्थीलाई सताउँछन्। उता स्कुलमा उसको कथाले सरहरू रिसले मुरमुरिएका थिए। सरहरूका लागि राजु भिलेन भएको थियो। विद्यार्थी भएर सरहरूको कुरा काट्नु स्कुलको नियम विपरीत छ सरहरूको भनाइ। साँझ हेड सर घरमै आए। बाआमासँग लामो छलफल गरे। राजु कोठाबाट निस्कदै निस्केन। भोलिपल्ट बाआमासँगै उसलाई स्कुल जानु पर्यो। बाआमाले कथा पढे अनि स्नेहपूर्वक राजुलाई हेरे। अफिसमा उसलाई रेस्टिकेट गर्ने निर्णयसम्म भइसकेको रहेछ। तर सर, यसमा राजुको के दोष छ र? दोष त तपाईँहरूको होइन र? बाले भने। कसरी दोष छैन राजुको? हेर्नुहोस्, विद्यार्थीलाई हामीले पत्रिका निकाल्ने अधिकार दिएका हौँ, तर सरहरू र विद्यालयको बारेमा मनपरी लेख्ने अधिकार छैन। हेड सर कड्किए। राजुले बाबाको हात जोडले समात्यो। हेर्नुहोस्, बालबालिका भनेका देउता हुन्। जे देख्यो त्यही बोल्छन्, त्यही गर्छन्। अनि अर्को कुरा, हामी अभिभावकहरूले तपाईँहरूलाई बाबुनामी पढाउने अधिकार दिएका हौँ, कुटपिट गर्न स्कुल पठाएका होइनौँ नि। यति भनेर राजुको बा एकछिन चुप लागे। फेरि भने, सर, विद्यार्थीहरूलाई शारीरिक या मानसिक यातना दिनु दुवै गलत काम हो। यसबाट उनीहरूको जीवनमै ठुला ठुला असरहरू पर्न सक्छन्। उनीहरूलाई शान्त र मायापूर्वक पढ्न पाउने अधिकार छ। आफ्नो विचारलाई स्वतन्त्र रूपमा भन्न पाउने अधिकार पनि छ। यातना दिनु समस्याको समाधान होइन, बरु उनीहरूलाई हौसला दिनुपर्ने हो। राजुका बाका कुरा गम्भीरतापूर्वक सुनिसकेर हेड सरले भने, हामी पुनर्विचार गर्छौँ। शिक्षकहरूबीच दण्ड सजायका बारेमा हेड सरले व्यापक छलफल चलाएछन्। केही दिनपछिको अभिभावक बेलामा सरहरूले माफी मागे र अबदेखि विद्यार्थीहरूलाई भयरहित वातावरणमा पढाउने प्रण गरे। विद्यार्थीहरूको हितको लागि विद्यालयमा नयाँ शिक्षक आचार संहिता बन्यो। त्यसपछि औँसी फेरिएर पूर्णिमाको जुन चाहिँ स्कुल सधैँ हाँसिरह्यो। फेरि एकपटक सरहरूको बारेमा उसले एउटा कथा लेख्यो। सर तथा विद्यार्थीहरू सबैले तिनछक मानेर कथा पढे। ऊ कक्षा कोठाको झ्यालबाट भित्ते पत्रिकामा पाठकहरू झुन्डिएको देखेर मक्ख पर्यो। उसले कथाको शीर्षक मनमनै भन्यो, पुराना दुश्मनहरू।